एकचोटि देखाएर निकाल्ने अनुहार हेर्छु भने हाम्रो कुकुरलाई बजे तपाईँ आउनुहुन्छ बजेलाई चाहिँ ऊ पनि गर्नुपर्ने हजुर नै ऊ गर्नुहोस् है गाउँलेको लागि
पश्चिमतिर देखाउने हो पश्चिमतिर देखाउने यसो देखाएको इसारा गरेर हिँडिराखेको होइन न यहीँ हो क्या पश्चिमतिर देखाउने पछि राखेँ पनि कान्छ ठाउँ छ कि पानी हालेको घर घर जान्थ्यो हामी Mangga Santa Santa Yaya Satin Satam Sengya Sasana Sale Langada Santame Sangyata Parasingya Yeda Savada Beshinga Giti Yedeta Parasingya Seba Isena Marata Gere Pamegoya Sangye So
पार्टी शरीरलाई छोइदिनुहोस् सकेलाई छोइदिनुहोस् बत्तीले अनि उता पास गरिदिनुहोस् एउटाले खालले छोइदिनु न खालले यहाँ छोइदिनु भयो यहाँ छोइदिनु उता पास गर्नु है पास गर्नु
अब कर्ताको कर्ताले छोइदिनु तुले कता गयो ओ तुले नमस्ते पास गरिदिनु अब तपाईँले यो खानेकुरा कैफी ढापीहरू सबै एक कुन्टा समान हो त ओ बाटोमा हग बा पहिला सुरु यो लाल पानी हाल्नु भयो पानी घुमाउनु हो त्यो हाल्नु पानी हो यहाँ ज्वाइँ पो छैन त तेरो यो समझिदिनु के भयो त नमस्कार आज हामी एकदमै दुःखको घडीमा छौँ आज हाम्रो आमा चन्द्रकुमारी होइन आमा चन्द्रकुमारी गुरुङ 30 वर्षको उमेरमा आफ्नै निवासमा धेरै पहिलाबाट बिरामी हुनुहुन्थ्यो आमालाई हेर्न हामी पहिला नि आएको थियो र आज 4 दिनको दिनमा आमालाई बिदाई गर्दैछ र हाम्रो रत्नचोक तमु समाजबाट एउटा बुकी फुल्यो भने नि आमालाई अन्तिम समयमा आमालाई भावुक श्रद्धाञ्जली अर्पण गर्दछु र आमा राम्रो ठाउँमा जाओस् धेरै ठुलो धर्म योगदानहरू गर्नुभएछ सबै समाजमा हाम्रो समाजमा एउटा ठुलो आविर्भाव गुमाउनु परेको छ हामीलाई असाध्यै दुःख लागेको छ र अझै पनि आमा सिङखाममा भगवान् बुद्धको सिङखाममा बास होस् भन्ने प्रार्थना गर्दछु मेरो व्यक्तिगत तर्फबाट र रत्नचोक सिङ्गो समाजको तर्फबाट आमालाई सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु आमा राम्रो ठाउँमा बास होस् भन्दै यो बुकी फुल चढाउनेछु मेरो नाम क्याप्टेन रुक्मणी गुरुङ रत्नचोक तमु समाजको अध्यक्ष अहिलेसम्म आमाहरू भइरहेको छ अब चाहिँ कसो हुन्छ है भन्दै मेरो आमालाई हामी सबैको तर्फबाट हाम्रो क्याप्टेन भाइ लोकमान गुरुङ र म बाबाहरू आमा बासे सबै आउनुभयो अहिले चाहिँ कोही कता अहिले आउनुहुन्छ होला भन्दै मेरो आमालाई हामी आउनुभयो समाजबाट आमालाई बास होस् भन्ने हाम्रो समाज यहाँ छ भने चाहिँ हामी ढुक्क छौँ हामीलाई खबर गर्नु लामो
ल धन्यवाद लामा गुरुजीहरू हजुरहरू आइदिनु भयो हजुरहरू यहीँ खानुहुन्छ कि उता त्यहाँ उतै खाम्ला अब त है खानुसँग आसन दिदीले त मलाई त बेसी राम्रोसँग चिन्नुहुन्छ होइन हातखुट्टातिर छातीतिर अनुहारतिर कपडा कसैले सामान दिएर यता आउनु पर्छ सन्जु छुट्टी गर्नुपर्छ होला छुट्टी खोले अघि गुरुले भने जस्तै तरिकाले त्यो कम्मललाई उ गर्नु पर्यो हाजीभन्दा अगाडि गइहाल्ने अब बुझ्नुभयो मेरो बस पनि अगाडि छ लास्टको गाडीभन्दा अगाडि बस्नु तपाईँ है तपाईँको है सबै है लास्टको गाडी हुन्छ त्यसको बादमा बाँकी मान्छे एउटा हाँसी ल्याउनु
काटेर यो बसको अघिल्लो बसमा क्या मैदाली छैन त्यो सन्ता काँगे लाउँछ त्यसको बाद काँगे लाउँछ कि मैले त छोराहरूले भनेको अन्त एकदम के हुन्छ पहिला आमाको सिम निकाल्नु चाहिँ दुईजना अलिउता भइजाने के त्यसरी पढ्नु यता लाग्यो है त खोइ बुबु यहाँ सुन्नु पर्यो काम गर्नु पर्यो काम गर्नु पर्यो
एकचोटि गरेर उठाइहाल्नु डबल नम्बर है स्वास्थ्य गरेर निकाल्नु है अब छोरा छोरा छोरी नातिनी सबै सुन्नु त छोरा छोरी नातिनी जति छ काँध लगाउने पहिला सुरुमा है काँध लगाउने कि सबैले काँध लगाउने हो आर्टिकल आउन छोरा लामा ज्वाइँहरू मात्रै है यो त यहाँ अगाडि यो त ए बाबु यो अगाडिबाट सामान के हो क्या यसको पछि
फेरि यही राख्नु छ है समाज घरमा यो गाडी छ हामी यहाँ मैले त गर्छु मलाई त केही छैन सफल सतथातया निर्विघ्न संसारमा आएर हामी के गर्यो के बुझ्यो के देख्यो देख्नुपर्ने के हो त सुधाइन खोजेर कहाँ पाइन परमाणि सर्वे मङ्गलाय बनोस्मि
Rashmi Samavasa Mahamani Durudira Jalani Om Jana Avalakanda Nama Samada Savaran Rashmi Samavasa Mahamani Durudira Jalani Ho Nama Samada Budana Grai Sharabra Vijitani Mahasamaya Soha Nama Samada Budana Grai Sharabra Vijitani Mahasamaya Soha Nama Samada Budana Grai Sharabra Vijitani Mahasamaya Soha Namo Taki Sambito Dada Liji Shivaji Dada Shiki Dona Ki Bhavanam Lajo Simjana Lavenda Ledana Kanda Sambalo Dida Ramse Jiri Nama Samada Budana Malagni Swanama Samada Budana Balagni Swanama Samada Budana Balagni Swanama Samada Budana Balagni Swaha Kamsun Kiku Balgurtam Vasham Guru Yesuha Vasham Guru Yesuha Yalvedu Jilabda Tumjarmata Yalvedu Kirtu Kundum Devet Kamsun Dede
मलमपट्टि ल मलमपट्टि पार्टी आउँछौ बाबाहरू आउनु पर्यो एकछिन कोअर्डिनेसन भएन एकछिन हातमा रे
जुत्ता त्यहीँ राखिदिनु घाँटीमा उस मात्रै हो हामीहरूको उस मात्रै हो यो पट्याएर यहाँ राखौँ छेउमा होइन यो टाङ खोल्दैছি आउनु यहाँ हात हाल्नु पर्छ हाजीको हातमा हाजीको हातमा हाजीको हातबाट झार्दिनु यहाँबाट त्यहाँ मामाको हातमा सब है यहाँ पहिला हाजीको हातमा है हाजीको हात हुनुपर्छ माथि माथि हात उठाउनु अलि अलि हात उठाएर यहाँ झारिदिनु के त हात उठाएर झारिदिनु यो हातमा नि मेरो योबाट झार्छु भएन त्यति होइन हाम्रो आज यो दुःखद घडीमा स्वर्गीय हाम्रो बजाइ चन्द्रकुमारी गुरुङको शवयात्रामा जे जति यहाँ पाल्नु भएको छ त्यो बेला म बुदागत हिसाबले चाहिँ म तपाईँहरूलाई चाहिँ केही जानकारी गराउँछु र हाम्रो पारिवारिक अलि निकै नै लामो ठुलो भएको कारणले गर्दा त्यसको पृष्ठभूमि पनि मैले विवरण केही पछि म राख्नेछु र त्यसमा अनि त्यस पछाडि फेरि क्रमशः हाम्रो बजाइमाले चाहिँ यहाँ रोप्नु भएको यहाँ छर्नु भएको अतुल्य योगदान कीर्तिमानी कुराहरू त्यसको फेरि म चाहिँ चर्चा र परिचर्चा म त्यस विषयमा राख्नेछु। सबभन्दा पहिला त्यो आजको यस दुःखद घडीमा पोखरादेखि हामीसँगै जोडिँदै शवयात्रामा पाल्नु हुने र यस समाधि स्थलसम्ममा पाइला राख्दै भौतिक उपस्थित जनाइदिनु हुने सम्पूर्ण इष्टमित्रहरू गाउँठाउँ लगायत अन्य भेगका चिरपरिचित मित्रजन तथा शिक्षक शिक्षिका जनप्रतिनिधि बुद्धिजीवी समाजसेवी सामाजिक अगुवाई सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू एवं सहयोगी मनका धनी साथीहरू सबैमा एकदम हामी उपलकुटुले तमु समाज एकताबाट हार्दिक नमस्कार र यहाँहरूलाई चाहिँ एकदम चाहिँ टक्राउन चाहन्छु र यहाँहरूको चाहिँ सल्लाह र निवेदन अनुमतिले म अगाडि चाहिँ बढ्न चाहन्छु। र यस पछाडि हाम्रो यो काम्चे भाइ खोलाको चाहिँ अध्यक्ष हाम्रो चाहिँ सुखदर मेजर वरिष्ठ भन्नुपर्छ उहाँले चाहिँ अत्यन्त सामाजिक कार्यमा धेरै नै क्रियाशील रहेर बौद्धिक पक्ष पनि छ उहाँको लेखाइहरूले पनि हामीले चाहिँ अब एउटा अनुभव लिइरहेको छौँ। उहाँ खेमबहादुर गुरुङ सुखदर मेजर खेमबहादुर गुरुङ सोल्टीले चाहिँ नि म एउटा चाहिँ काम्चेको परिवारमा के चाहिँ श्रद्धाञ्जली मन्तव्य शोकको निम्ति राख्छु भन्ने चाहिँ एउटा उहाँले मलाई जानकारी चाहिँ आएको हुँदा उहाँहरूबाट चाहिँ केही चाहिँ मन्तव्य राखिदिनुहुन्छ। त्यहाँ फेरि क्रमशः म चाहिँ अगाडि पछ्याउँदै फेरि हाम्रो चाहिँ आज नि यो हाम्रो बजेको घर परिवारको पृष्ठभूमिमा फेरि म अलिकति अगाडि बढाउँदै फेरि बिचमा शोक सन्तप्तको चाहिँ जति पनि चाहिँ संस्थाबाट आएको चाहिँ उसहरू संवेदन छ फेरि तपाईँहरू चाहिँ बिचमा अनुमतिले म फेरि वाचन गर्न चाहन्छु। र अहिले म हाम्रो सुखदर मेजर खेमबहादुर गुरुङज्यूलाई चाहिँ यहाँ निम्ताउन चाहन्छु। हाम्रो गालन सिलसारा कुँडले कामचोरमा परिवारका हाम्रो आथे चन्द्रकुमारी तमुस्योलाई हामी समस्त कामचोरमा परिवारको तर्फबाट र इष्टमित्र सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली ज्ञापन चाहन्छु। योभन्दा अगाडि हाम्रो सट्टीजीबाट नमस्कार। धन्यवाद हाम्रो चाहिँ सुखदर मेजर सोल्टीज्यूलाई। अब म पारिवारिक अलिकति चाहिँ विवरण चाहिँ राख्न चाहन्छु। हाम्रो चाहिँ नाति पनाति छोरी ज्वाइँ के कतिहरू चाहिँ हुनुहुन्छ एउटा अब निश्चित रूपमा चाहिँ हामीले चाहिँ यो सदाको लागि छोडेर गएपछि हामीले एउटा पारिवारिक चाहिँ हाम्रो चाहिँ एउटा गणना चाहिँ हामीले राखेको कारणले गर्दाखेरि म तपाईँहरू बिचमा चाहिँ केही अब वाचन गर्न चाहन्छु। तर यसमध्येमा हाम्रो चाहिँ पूर्व
दाङबडी स्कुलका पूर्व चाहिँ विद्यालय प्राध्यापक हाम्रो चाहिँ दिवाकर दाई पनि अब समावेश हुनुभएको छ। हाम्रो जनप्रतिनिधि 1 नम्बर वडाको अमृत छेत्री पनि चाहिँ मैले देखिरहेको छु। त्यस्तै गरी चाहिँ अन्य चाहिँ भूगोलका अन्य भेगका जनसमुदायहरू र हाम्रो चाहिँ गाउँपाखाका छेउछाउका चाहिँ सम्पूर्ण समुदायहरूका प्रतिनिधि गरेर यहाँ पाल्नु हुने र हाम्रो चाहिँ शताब्दी पुरुष पनि हाम्रो चाहिँ बिचमा उभिनु भएको छ। मलाई अत्यन्त गर्व र खुसी लाग्यो। हाम्रो चाहिँ मामा सर्दिया चाहिँ मामा पनि 98 वर्ष अब पुगिसक्नु भएको रहेछ। अब मामा पनि यहाँ देख्दा मलाई पनि अत्यन्त गर्वले एकदम ऊर्जाशील भएको अनुभूत भयो। यसर्थ म फेरि हाम्रो बजियामाको चाहिँ उहाँको चाहिँ कर्म र चाहिँ जन्मको चाहिँ विषयलाई अलिकति जोडेर फेरि तपाईँहरू बिचमा अर्को कुराहरू म राख्न चाहन्छु। गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर 1 उपल्लो कुडुले कर्मघर तथा फेदीखोला 1 ढुङ्गागाडी माइती घर भई बाबा स्वर्गीय तिलक बहादुर गुरुङ र आमा स्वर्गीय आइती गुरुङको कान्छी सुपुत्रीको रूपमा जन्मनु भई स्वर्गीय ससुर बेलबहादुर गुरुङ र स्वर्गीय सिंह सासु विष्णु गुरुङकी सपुत्र स्वर्गीय जमदर हर्कप्रसाद गुरुङसँग करिब 68 वर्ष अघि वैवाहिक जीवनमा बाँधिनु भएको थियो। विक्रम सम्वत 1992 भाद्र 20 गते जन्मनु भएको थियो भने हाल यही पौष महिनाको 24 गते त्यस्तै अपराह्न अन्दाजी 3:45 जाँदै गर्दा 90 वर्षको उमेरमा सदाको लागि ब्रह्मलीन हुनुभयो। र यस धरती र संसारबाट बिदा लिँदै गर्दा पछाडि घर परिवारभित्र 3 छोरा 3 बुहारी छोरी 4 ज्वाइँ 1 हालसम्मलाई अरू दिवगन्त भइसकेको छ भने अहिले हाम्रो पूर्व मन्त्री माननीय आदरणीय दाइ तुलबहादुर गुरुङ चाहिँ ज्वाइँ अहिले ज्वाइँको चाहिँ कामहरू भूमिका उहाँले चाहिँ गरिराख्नु भएको छ। दाइ यहाँ हाम्रो स्वयं उपस्थित हुनुहुन्छ। र नाति 8 नातिनी 7 पनाति 5 पनातिनी 3 गरी जम्मा 34 जनाको के अरे परिवारभित्र अटिराख्नु भएको चाहिँ हाम्रो स्वर्गीय बजियामा परिवारभित्र रमाइरहेकी हामी सबैको असल लोकप्रिय अभिभावक यसरी छोडेर जाँदा निश्चय नै हामी सबैलाई दुःख र पीडा जाग्नु स्वाभाविक नै छ। त यसर्थ परिवार बिचमा पर्न गएको दुःख र पीडालाई शक्तिमा बदल्दै स्वर्गीय बजियामा चन्द्रकुमारी गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण राख्ने शक्ति भगवान बुद्धले प्रदान गरून् भनी गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै स्वर्गीय बजियामाको मृतक रूपी आत्माले अलौकिक संसार र भगवान बुद्धको छत्रछाया लगायत पवित्र धाम कोषमा चाहिँ बास मिलुन्। दिवंगत पितृहरूसँग चाहिँ भेट हुने स्वर्णिम अवसर प्राप्त होस् भन्दै फेरि पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। सबैजनालाई नमस्कार। आदरणीय हाम्रो लामा गुरुज्यूहरू, उपस्थित सम्पूर्ण इष्टमित्रज्यूहरूलाई फेरि पनि नमस्कार। र आज यहाँहरूले समय निकालेर आज आमाको यो शवयात्रामा र अन्त्येष्टिको लागि आइदिनु भयो। त्यस कारणले परिवारको तर्फबाट यहाँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। मैले आमाको बारेमा हाम्रो भान्जाले धेरै भनिसक्नुभयो। यहाँहरू सबै आमाको जिन्दगी कसरी बित्यो, उहाँले के कर्महरू गर्नुभयो भन्ने कुरो सबै किताब जस्तो घाम जस्तै छर्लङ्ग छ। तैपनि मलाई मनमा लागेको कुराहरू सायद मैले सबै कुरा भन्न नसकौँला, म अलिकति इमोसनल पनि भएको छु यतिखेर। यसको लागि सुरुमा नै आमासँग म क्षमा माग्न चाहन्छु। र मेरो आमा स्वर्गीय चन्द्रकुमारी गुरुङ एकदमै सङ्घर्षशील, एकदम मेहनती र सबै कुरा समयले उहाँ धेरै पुरानो अहिले 89 वर्षमा उहाँ देहान्त भयो। तैपनि उहाँ आधुनिक शिक्षासँग र आधुनिक प्रविधिसँग सिक्ने, उहाँको हरेक कुराहरू नयाँ कुरा जान्ने इच्छा थियो, एकदम मेहनती। त्यस कारणले उहाँले आफ्नो 60-65 वर्ष उमेरमा पनि पछि प्रौढ शिक्षाको माध्यमबाट लेखपढ गर्न सिक्नुभयो। त्यसैले त हामीले आमासँग फोनमा कुरा गर्ने, उहाँले हामीलाई कल ब्याक गर्नुहुन्थ्यो, भिडियो फोन आफै गर्नुहुन्थ्यो, त्यसो गर्नुहुन्थ्यो। भजनको किताबहरू मजाले गाउन सक्नुहुन्थ्यो। र त्यति मात्रै नभएर अर्को कुरा म के भन्न चाहन्छु भने मेरो पिताजी स्वर्गीय जमदार हर्कप्रसाद गुरुङ, उहाँ चाहिँ पछिल्लो समयमा अलिकति टिबी भएको थियो। त्यति बेला चाहिँ बाबालाई चाहिँ हरेक 2 हप्तामा सुई लगाउनु पर्ने, अनि हरेक चोटि हस्पिटल लानुपर्ने र डक्टरले नर्सले लगाएको सुई लगाउने तरिका देखेर उहाँले सिकेर नै उहाँ आफैले पछि आमाले बाबाको लागि सुई आफैले लगाउने गर्नुहुन्थ्यो। भनेपछि उहाँ चाहिँ कति के अरे नयाँ प्रविधिप्रति पनि उहाँको त्यस्तो थियो भने अरू क्षेत्रहरूमा, सामाजिक क्षेत्रहरूमा उहाँको धेरै योगदान छ। र हरेक
दुखी गरिब र असहायहरूको लागि सहयोग गर्छु भन्ने उहाँको सधैँ मनसाय हुन्थ्यो र पछिल्लो समय उहाँले अलिकति स्वास्थ्यले गर्दाखेरि त्यो सक्रिय हुन सक्नु भएन र त्यसपछि उहाँको अस्ति 24 गते देहान्त भयो। हामी आमाको आत्माको चिर शान्तिको कामना गर्दछौँ र यसै बिचमा हुन त आमाले कसैलाई आफ्नो जीवनमा चित्त दुखाउनु भएको थिएन होला, तैपनि कथम कदाचित जान अनजानमा केही त्यस्तो कसैको चित्त दुखाइ भएको छ भने म उहाँको तर्फबाट क्षमा भन्न चाहन्छु र हुन त उहाँ आँखामा राखे पनि नबिजाउने खालको हुनुहुन्थ्यो। त्यस कारणले तैपनि फेरि म यहाँहरू सबैलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु आइदिनु भयो र अब हामी पोखरा फर्केपछि लामा गुरुज्यूहरूले अर्गौँको साइड हेर्नुहुनेछ र हजुरहरू घर जानुभन्दा अगाडि घरमा खाजा खाएर मात्र हजुरहरू आफ्नो घरतिर लागिदिनु हुन भन्ने म अनुरोध गर्न चाहन्छु। यति भन्दै फेरि तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। धन्यवाद। ल यसरी ओम माने पद्मे भन्छु, तिनचोटि सब पछाडि है त। ओ माने पद्मे हो, 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 ओ माने पद्मे हो। धन्यवाद सबैलाई। हामी सर्वप्रथम त घर परिवारबाट नै सुरु होला।
ओ भन्दै आउनु त बाल काटिदिन्छ यहाँ पानी हाल्नु चाहियो पहलबाट के त्यतिचोटि युज गरेपछि भयो हाँसुतो बस्नुपर्छ भनेको